Hello everybody, welcome back to my another vlog. If you are new in my channel, don't forget to subscribe my channel. आजको vlog चाहिँ म हाम्रो भतिस्नेको बिहेको बारेमा एउटा सानो vlog लिएर तपाईहरु समक्ष उपस्थित भइसकेको छु। यदि यस च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर जोडिनु होला र केही भिडियोहरु चाहनुहुन्छ भने कृपया छेउको बेल आइकनलाई थिचेर नोटिफिकेसन अन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो दृश्य चाहिँ उहाँहरु केटी माग्न आउने दिनको हो। यहाँ चाहिँ इन्गेजमेन्ट हुने कार्यक्रम भइरहेको छ। ताजेङ चुरा अब छत्तरे हो बडा ताजे है यो नानी आउने कोही राख्नु एकछिनमा मात्रै दे न सामानलाई ज्वाइनले लगाइदिएको छु त हातले लगाइदिनु पर्यो ज्वाइनले गरेर यता गर्ने पहिलो ज्वाइनले लगाइदिन्छ जनताले फोटो चाहिँ नै पर्यो देब्रे हाल्नु पहिला कसले लगाइदियो ज्वाइनले ल अब बाबु आमा मेरो हो न फोटो कता जानु हो ल बाबु आमा कहाँ छ मम्मी हाम्रो ज्वाइन चिनिरहनु अलग दाजुरा अलग अरु को छ अरु को आमा चिन आमा भन आमा युरिन सक्दैन के हो मेरो बडी आमा मेरो बडी आमा खोइ सकिएन हो मेरो दिनु थाले त आमा भन आमा कान्छाका काकी सबैभन्दा बुढो मान्छे सेकेन्ड बडा यहाँ सेकेन्ड बडा मै हो हाटमा चाहिँ म परे भाग्यमानी काकी अब काकी शान्ति काकी आन्टी आन्टी यता सानियामा मेरो बडी आमा खोइ दाजुर हो मेरो दिदी थाले त अलग्गै दाजुर अलग यता मगनी भएको 3 दिन पछाडी चाहिँ मेहन्दी कार्यक्रम राखे। यस मेहन्दी कार्यक्रम चाहिँ मेरो लाइफको फर्स्ट टाइम एक्सपिरियन्स हो र यसमा चाहिँ मेहन्दी कार्यक्रमको पनि सानो क्लिप तपाईहरु समक्ष राख्दिएको छु। इन्जोय गर्नु होला। बेहुलापट्टिबाट पनि आउनु हुँदा रहेछ र उहाँहरूलाई स्वागत गर्दै हाम्रो चेलीबेटीहरू यहाँ हुनुहुन्छ। सेवरो घुमाउनु
माफ गर्नुहोला कति कपिराइट म्युजिक ब्याकग्राउन्ड बजेकोले मैले कतिवटा म्युजिकहरूलाई चाहिँ म्युट गरिदिएको छु त्यसको लागि चाहिँ म माफी माग्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ हेलो Wedding day. सुरुमा चाहिँ दाहिने हुन्छ हाम्रै चाहिँ होस् यहीको भनेर किन्नु यस्तो पढेको हेर्दैछ लपन्देलाई खुसी 15 दिन नकाटोस् क्यारे दुई घरको एक घर भएको त राम्रो आश्रय दिएको सुन्यो न त मनमन हाम्रो किराँती लिम्बूहरुकोमा चाहिँ पहिला बेहुलीलाई लगिन्छ र लगन र सिन्दुर पोते सबै बेहुलाकोमै हुन्छ बेहुलीकोमा हुँदैन बेहुलाकोमा मात्र टिकाटाला गरेर बेहुलालाई पठाइन्छ त्यसपछि फेरि भोलिपल्ट या पर्सिपल्ट उहाँहरू रित लिएर फेरि बेहुलीकोमा आउनुहुन्छ सो यो दृश्य चाहिँ हामीले चाहिँ सानो बेहुलीलाई पठाउने कार्यक्रम राखेको थियो सो बेहुलीलाई पठाउने कार्यक्रम हुँदैछ यहाँ चाहिँ लो घुमा उताबाट समीर बराबर बिस्तारै भयो भयो लो कान्छी पनि छोडो तिमीहरू के सामान छिर्दैन नि लो कन्डियाहरू बेहुलाकोमा बिहे भइसकेपछि चाहिँ बेहुला बेहुली चाहिँ यहाँ यसरी रित लिएर बेहुलीको घर आइसक्नु भएको छ
सोल्टिनीलाई यो चाहिँ हाम्रो लिम्बू जातिहरुको बिहेको अन्तिम दिनमा सोल्टियाहरूलाई भिजाउनु पर्ने यो संस्कार जस्तै एउटा चल्ने परम्परा हो। सो सबैजनाले यसरी चलेर हैन आफ्नो सोल्टिनीहरूलाई भिजाउने चलन रहिआएको छ र यहाँ उहाँहरू पनि पानीले मजाले छेप्पा चली सोल्टिनीलाई भिजाइ खेल्दै हुनुहुन्छ। इन्जोय गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। Thank you so much for watching my video till the end and keep subscribe my channel and don't forget to leave a comment at the comment section. Comment गर्नु नबिर्सनु होला यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई।